सुनिन्न बोले के भयो त एक मात्र पिल्लर बीचमा हो बीचमै मात्र बीचमै हो यो तार छ नि यो तारै 16 वटा छ नि एकातिरलाई 15 वटा 15 यता 15 यता के बाढको बिचबाट होला एकदम बेगमा बसिरहेको मान्छे गयो नि गयो मान्छे बगै गयो गाडी त बग्छ मान्छे के हो र हामी भर्खर 30 रुपियाँको नास्ता खाएर डुलिरहेको बुढी पालेर कुन त के हुन्थ्यो आधा उहाँको कोलपुरा पार्थ्यो पकाएको थियो उब्रेको कर्णाली पुल सम्माननीय प्रधानमन्त्री श्री गिरिजा प्रसाद कोइराला ज्यूबाट यस पुलको समुद्घाटन मिति 2050 साल मार्च 28 गते सोमबारका दिन सम्पन्न भयो। कर्णाली ब्रिज दिस ब्रिज वाज कर्णाली पुल सम्माननीय प्रधानमन्त्री श्री गिरिजा प्रसाद कोइराला ज्यूबाट यस पुलको समुद्घाटन मिति 2050 साल मार्ग 28 गते सोमबारका दिन सुसम्पन्न भयो। अब तिमी बाहिर निस्क भयो बाँध यो होइन